शिवरात्रिको अवसर थियो। पाइनहरूको घरमा नाटकको आयोजना गरिएको थियो। छिमेकी गाउँबाट आएको एउटा नाटक मण्डलीले भगवान शिवको महिमामा आधारित धार्मिक नाटक प्रस्तुत गर्ने तयारी गरेको थियो। प्रदर्शन साँझ परेपछि सुरु हुने तय थियो, तर त्यसै साँझ खबर आयो कि शिवको भूमिका निर्वाह गर्ने बालक गम्भीर बिरामी भएका छन् र निर्देशकले उनको सट्टा अरू कसैलाई फेला पार्न पनि सकेका छैनन्। निराश भएर निर्देशकले सन्देश पठाए, प्रदर्शन स्थगित गर्नुपर्ने भयो। अब के गर्ने? रातभरको जागरण कसरी पूरा गर्ने? गाउँका ज्येष्ठहरू भेला भए र छलफल गरे। उनीहरूले निर्देशकलाई खबर पठाए, यदि उनीहरूले शिवको भूमिकाका लागि कसैलाई जुटाइदिए भने के आजै नाटक सञ्चालन गर्न सकिन्छ? निर्देशकले सहमति जनाए। फेरि गाउँसभा बस्यो र भूमिकाका लागि योग्य व्यक्ति छान्ने निर्णय गरियो। अन्ततः गदाधरलाई छानियो। तिनै गदाधर जो पछि गएर रामकृष्ण परमहंसका रूपमा विख्यात भए। उनी सानै भए पनि उनको रूप रङ्ग त्यस भूमिकाका लागि उपयुक्त थियो र उनलाई शिव सम्बन्धी धेरै भजनहरू कण्ठस्थ पनि थिए। आवश्यक पर्ने थोरै संवाद निर्देशक आफैले सम्हाल्ने निधो गरे। गदाधरलाई प्रस्ताव गरियो। सबैको उत्साह देखेर उनले सहमति जनाए। यसरी नाटक साँझ परेपछि निर्धारित समयमा सुरु हुने भयो। पोसाक धारण गरेपछि गदाधर मेकअप कोठामै बसेर शिवको ध्यान गर्न थाले। उनलाई मञ्चमा बोलाइएपछि उनका एकजना साथीले उनलाई त्यहाँ लगे। साथीको आग्रहमा उनी मञ्चमा उक्लिए। कुनै दिशातिर नहेरी ध्यानमग्न अवस्था चाहिँ उनी बिस्तारै मञ्चको बीच भागमा आएर अचल उभिए। जटाधारी रुद्राक्षको माला धारण गरेका, शरीरमा भस्म लगाएका गदाधरलाई त्यस रूपमै देख्दा दर्शकहरू आनन्द र विस्मयले भरिए। उनी शान्त स्थिर कदमले आए र त्यसपछि दिव्य अन्तर्मुखी नझिम्किने दृष्टि र ओठको कुनामा मधुर मुस्कानसहित अचल उभिए। गाउँको परम्परा अनुसार दर्शकहरूले एक्कासी हरिबोल हरिबोल उच्चारण गर्न थाले। केही मानिसहरूले मङ्गल ध्वनि गरे, कसैले शङ्ख फुके। उत्पन्न कोलाहल शान्त पार्न निर्देशकले शिवको स्तुति गाउन थाले। त्यसपछि दर्शक केही शान्त भए, तर एक अर्कालाई सङ्केत गर्दै फुसफुसाउन थाले। वाह, गदाई कति सुन्दर देखिएको छ। यति राम्रोसँग शिवको भूमिका खेल्ला भनेर हामीले सोचेका पनि थिएनौँ। यसबीच गदाधर भने उही अचल स्थितिमै उभिरहे। उनका आँखाबाट निरन्तर आँसु बग्न थाले, बगेर छातीमा हुँदै झर्न थाले। केही समय बित्यो, तर उनले न आफ्नो संवाद बोले न स्थान बदले। अन्ततः निर्देशक र केही वृद्ध गाउँलेहरू उनी भएतिरै गए। उनीहरूले देखे गदाधरका हात खुट्टा निष्क्रिय जस्ता भएका छन् र उनी बाह्य चेतनाबाट पूर्णतः विलग देखिन्छन्। दर्शकमा ठुलो हलचल मच्चियो। कसैले चिच्याए, पानी ल्याऊ, आँखा र मुखमा छ्याप। कसैले पङ्खा हल्लाउन भने, पक्कै पनि यसलाई भगवान शिवले आफ्नो अधीनमा पार्नु भएको छ भन्दै कोही मानिस चाहिँ शिव नाम जप गर्न भन्न थाले। कसैले भने, यो केटोले त सब बिगारिदियो, अब नाटक रोकिने भयो। यसो भन्दै कोही गुनासो पनि गर्दै थियो। धेरै प्रयास गर्दा पनि गदाधरलाई सामान्य चेतनामा फर्काउन सकिएन। दर्शकहरू बिस्तारै तितर बितर भए। केही पुरुषहरूले गदाधरलाई काँधमा बोकेर घर पुर्याए। त्यस रात मानव सामान्य चेतनाबाट उनी गहिरो, स्थायी र तीव्र दिव्य संयोगतर्फ उक्लिएका थिए। अर्को दिन सूर्योदयपछि मात्र उनी सामान्य अवस्थामा फर्किए। कतिपयका अनुसार त उनी 3 दिनसम्म बाह्य चेतना शून्य नै रहेका थिए। गाउँलेहरू जहाँ शिवरात्रिको बाह्य अनुष्ठान र परम्परामा व्यस्त थिए, त्यही गदाधरको अनुभवले उपासनाको आन्तरिक ध्यानमय पक्ष उजागर गरेको थियो। आत्मा पूर्ण रूपमा दिव्यतामा लीन हुनु नै साँचो आराधना हो भन्ने जीवन्त सन्देश त्यस रात श्री रामकृष्णको लीलाबाट प्रकट भएको थियो।